समादरणीय भक्तजन हजुरहरू सबैमा राधे राधे। र आज हजुरहरूप्रति म एउटा सानो ज्ञानकै कुरा हो। हामीलाई कसैले सत्य सनातन धर्म भनेको के हो भन्यो भने हामीले सामान्य रूपमा भए पनि त्यसको जवाब दिन सक्यौँ भने राम्रो हुन्छ। र त्यसैले म यो सत्य सनातन सामान्य रूपले हजुरहरूलाई बुझाउन कोसिस गरिरहेको छु। र भनिएको छ सत्यम ब्रूयात् प्रियम ब्रूयात् नाब्रूयात् सत्यम प्रियम सत्यञ्च नाद्रितं ब्रूयात् एष धर्म सनातन। सत्य बोल्नु पर्दछ, प्रिय बोल्नु पर्दछ, अप्रिय शब्द बोल्नु हुँदैन, कसैको निन्दा गर्नु हुँदैन, अनि धेरै प्रशंसा पनि कसैको गर्नु हुँदैन। यति मात्र नियम हामीले पालना गर्यौँ भनेदेखि हाम्रो सत्य सनातन धर्म पालना भयो। तर हामीले अब यहाँ मैले भन्दैछु सत्य बोल्नु पर्दछ भनेर, सत्य बोल्नु पर्दछ भन्नुभयो गुरुजीले भन्ने ठानेर। हजुरहरूले जस्तै हात पाउ नभएका व्यक्तिहरूलाई अपाङ्ग भनिन्छ, तर छेउमा गएर उनीहरूलाई त्यस्ता शब्दहरूले सम्बोधन गर्नु हुँदैन। हामीले बोलेका शब्दहरूले उनको हृदय विदीर्ण हुन्छ, उनको हृदयमा आघात पुग्दछ भने यस्ता शब्दहरू सत्य भए पनि बोल्नु हुँदैन। त्यसैले गर्दा भनिएको हो सत्यम ब्रूयात् प्रियम ब्रूयात् नाब्रूयात् सत्यम प्रियम सत्यञ्च नाद्रितं ब्रूयात् एष धर्म सनातनः। राधे राधे, जय श्री कृष्ण।